मौला हुसेन जान, यी केवल 3 शब्द हुन्, तर यिनले कसरी प्रेम, भक्ति र एउटा कहिल्यै नमेट्ने विरासतको कथा भन्छन्। आज हामी यही शक्तिशाली गीतको भित्री तहहरू केलाएर हेर्दैछौँ। आउनुहोस् यसमा लुकेका गहिरा अर्थहरूलाई सँगै बुझ्ने कोसिस गरौँ। गीतको त मुटु नै यही हो। यो एउटा सामान्य पंक्ति मात्रै होइन, यो त पूर्ण समर्पणको घोषणा हो। मौला अर्थात् मेरो मालिक, हुसेन उहाँको नाम, र जान मेरो जीवन, मेरो प्राण। यहाँ भक्तले आफ्नो सर्वस्व, आफ्नो जीवन नै अर्पण गरिरहेको छ। ल सुरुमा एउटा कुरा प्रष्ट पारौँ है, यो गीत कुनै इतिहासको किताब होइन, यो त हृदयबाट निस्केको एउटा काव्यात्मक सम्मान हो। यस्तो प्रशंसामा गाइने गीतलाई मनकबत भनिन्छ, जहाँ कुनै आदरणीय व्यक्तित्वको गुणगान गरिन्छ, उहाँप्रतिको श्रद्धा व्यक्त गरिन्छ। अब कतिलाई हुसेन को हुनुहुन्छ भन्ने थाहा नहुन सक्छ, तर चिन्ता नलिनुस्, गीतले नै कस्तो राम्रोसँग परिचय दिन्छ। गीतमा उहाँलाई दीन के सुल्तानका नवासा भनिएको छ, अर्थात् धर्मका सुल्तानको नाति। यसले नै उहाँको आध्यात्मिक उचाइ कति ठूलो छ भनेर देखाउँछ। गीत सुन्दा याद गर्नुभयो होला, हुसेनको नामलाई बारम्बार प्यारा प्यारा भनिएको छ। यो खाली शब्द दोहोर्याएको मात्रै होइन नि, यो त त्यो नाम सुन्दा मनमा कस्तो प्रेम र आत्मीयताको भावना आउँछ भन्ने कुराको अभिव्यक्ति हो। गीतले हुसेनलाई बादशाह भनेर सम्बोधन गर्छ, तर कस्तो बादशाह? कुनै देश वा जमिनमा राज गर्ने राजा जस्तो होइन। उहाँको साम्राज्य त बिल्कुलै फरक छ, उहाँको शासन त आध्यात्मिक छ। यहाँ गीतले 2 किसिमको शक्ति बीचको भिन्नता कति सुन्दर तरिकाले देखाउँछ। एकातिर संसारका राजाहरू छन् जो जमिनमाथि शासन गर्छन्, तर हुसेन यस्तो बादशाह हुनुहुन्छ जसको शासन मानिसहरूको हृदयमा चल्छ। यो शासन डरले होइन, प्रेम र भक्तिले चल्छ। अनि उहाँको यो आध्यात्मिक साम्राज्य कति विशाल छ त सोच्नुहोस् त। गीत भन्छ उहाँको प्रशंसा पृथ्वीमा मात्र सीमित छैन, अर्शवाले फर्शवाले अर्थात् आकाशदेखि धरतीसम्म सबैले उहाँको गुणगान गर्छन्। उहाँका सेवक त स्वर्गदूत र सन्तहरू हुन्। अब आउँछ गीतको एउटा सबैभन्दा सुन्दर, सबैभन्दा शक्तिशाली कल्पना। गीतले हुसैनको पवित्र वंशलाई वर्णन गर्न प्रकाश अर्थात् नूरको सहारा लिएको छ। गीतले हुसेनको परिवारलाई घराना नूरका भन्छ, मतलब प्रकाशको घराना। यो कल्पना अनुसार उहाँको वंशको हरेक सदस्य, हजुरबुवा, आमा, बुवा, भाइ सबै प्रकाश नै हुन्, प्रकाशबाटै बनेका हुन्। वंशको पवित्रता र दिव्यता देखाउने यो कस्तो अद्भुत तरिका। अनि यो पंक्तिले त्यो विचारलाई शिखरमा पुर्याउँछ। बच्चा बच्चा नूरका, सारा घराना नूरका। यसको अर्थ त्यो दिव्य प्रकाश कुनै एक व्यक्तिमा मात्र सीमित छैन, त्यो त पुरै परिवारको हरेक सदस्यको रगतमा छ। उहाँहरूको वंश नै प्रकाश हो। ल वंशीको कुरा भयो, अब कुरा गरौँ भक्त र हुसेन बीचको सम्बन्धको। आखिर यो भक्तिले, यो प्रेमले के दिन्छ त? गीतले भक्तलाई एउटा अचम्मको आश्वासन दिन्छ। एउटा पंक्तिले भन्छ, जिस दिल में बसा है प्यार तेरा वो जन्नत का हकदार हुआ। यसको अर्थ कति गहिरो छ। जसको हृदयमा हुसेनको लागि प्रेम छ, उसले स्वर्ग पाउनु निश्चित छ। मतलब भक्ति भनेको एउटा भावना मात्रै रहेन, यो त मुक्तिको बाटो नै भयो। अब यो पंक्तिमा लुकेको गहिराईलाई हेरौँ। कतरा भी समन्दर है अगर तू दे दे। यसको मतलब हो हुसेनबाट पाएको एक थोपा आशीर्वाद पनि भक्तका लागि सागर जस्तै हो। अरू कसैले दिएको सागर भन्दा उहाँबाट प्राप्त भएको एक थोपा नै कैयौं गुणा बहुमूल्य छ। अनि जब यस्तो आध्यात्मिक प्रेमको अनुभव हुन्छ, तब सांसारिक धनदौलतको के नै अर्थ रह्यो र? गीतले मालो जर, सोना चाँदीलाई भक्तिबाट मिल्ने त्यो आध्यात्मिक सम्पत्तिको अगाडि एकदमै तुच्छ देखाउँछ, किनकि साँचो धन त हृदयमा हुन्छ, हातमा होइन। अब हामी गीतको सबैभन्दा शक्तिशाली खण्ड, यसको चरमोत्कर्षमा आइपुगेका छौँ। यहाँ हुसेनको विरासतलाई मृत्युमाथिको एक अनन्त विजयको रूपमा देखाइएको छ। यहाँ गीतले एकपछि अर्को प्रश्न सोध्दै एउटा बेग्लै ऊर्जा सिर्जना गर्छ। पहिलो प्रश्न छ, लाखौंको भिडमा पनि नहार्ने त्यो अदम्य शक्ति भएको को हो? र जवाफ एकदमै सरल तर शक्तिशाली छ, बस या हुसेन। अनि अर्को प्रश्न जसले कुरालाई अझै गहिरो बनाउँछ, भौतिक लडाई मात्र होइन, मृत्युलाई नै हराइदिने को हो? फेरि पनि जवाफ उही छ, जसले उहाँको अन्तिम र आध्यात्मिक विजयलाई जोड दिन्छ। र अन्तिम प्रश्न, जसले उहाँको अद्वितीयतालाई स्थापित गर्छ, जसको जस्तो अर्को कोही हुन सकेन, जसको स्थान कसैले लिन सकेन, त्यो को हो?
र यो शक्तिशाली पुनरावृत्ति यही टुङ्गिन्छ एउटै जवाफको साथ, बस या हुसैन। यो नाम नै हरेक चुनौतीको अन्तिम जवाफ हो। र अन्तमा गीतले एउटा अन्तिम घोषणा गर्छ, एउटा प्रतिज्ञा जस्तै, जिन्दा रहेगा ये नाम। सन्देश एकदमै स्पष्ट छ, भक्ति र स्मरणले गर्दा एउटा विरासत अमर बन्छ। त्यसैले यो गीत केवल प्रशंसा मात्र होइन, यो त एउटा वाचा हो कि यो कथा कहिल्यै समाप्त हुने छैन। र हामी यो विश्लेषणलाई यही एउटा विचारोत्तेजक प्रश्नमा आएर बिट मारौँ, जसले गीतको विषयलाई हामी सबैसँग जोड्छ। आखिर के कुराले होला एउटा नाम वा कथालाई समयभन्दा पनि शक्तिशाली र अमर बनाउँछ?